हेलो एन्ड नमस्ते, वेलकम टु माई न्यू भिडियो। आज चाहिँ मैले गुलाब जामुनको भिडियो लिएर आएको छु। मैले चाहिँ यहाँ प्याकेटको लिएको छु। हजुरहरू चाहिँ खुल्लामा पनि लिन सक्नुहुन्छ। चनाको पिठो र थोरै दुध पाउडर अनि काँचो दुध लिएर मजाले यसलाई मिस्नुस्। आज चाहिँ मेरो पापाले बनाइरहनु भएको रसभरी। मलाई त बनाउन आउँदैन, मेरो पापाले बनाउनु भएको छ र यसलाई केही बेर मजाले मिस्नुस्। उहाँ चाहिँ मेरो पापा हुनुहुन्छ र यसको आकार एकदम गोलो हुनुपर्छ र मेरो मम्मीले चाहिँ यहाँ गोलो बनाइरहनु भएको छ। यहाँ रसभरी चाहिँ रेडी हुँदैछ हाम्रो। यता चाहिँ तेल तातिसक्यो, यसलाई चाहिँ फ्राई गर्नुपर्छ र यसलाई थोरै मात्रामा ब्राउन हुन्जेलसम्म फ्राई गर्नुस्। यतिको फ्राई भइसकेपछि एउटा भाँडामा निकाल्नुस्। मैले चाहिँ भाँडामा निकालिसकेको छु र हामी चास्नी बनाउनतर्फ लाग्यौँ। हाम्रो चास्नी पनि यहाँ रेडी भइसकेको छ र अघि बनाएको गुलाब जामुनलाई चाहिँ यसमा एड गर्नुस् र हाम्रो गुलाब जामुन पनि रेडी भइसक्यो। एकदम मिठो भएको थियो। मेरो मम्मीले चाहिँ यहाँ गुलाब जामुन चलाइरहनु भएको छ। हेर्नुहोस् न कस्तो राम्रो भएको छ।